वेलकम तपाईहरुलाई सबैजनालाई। त्यसमा ल मसरुमको जुस त्यो के हो नि कसले दिनु हो? बेबीलाई के पो भन्छ प्याजी के भन्छ हैन? के रे प्याजी के हो? यो यसको नाम के पो भन्नुभयो अघि? कोही नाम त के हो? कन्ट्याक्ट गर्नु बेलीको बिउ चाहिँ घरमै बस्दो रहेछ है। सार्नको लागि उहाँहरू काट्दिनुहुन्छ। खै म काट्दिन्छु खै के भन्नुभयो? हरियो अनि परियो हरियाली हरियाली जाँदैछ। हेलो एभ्रिवान, फेरि पनि आवर्स फ्यामिली ब्लगमा तपाईँलाई स्वागत गर्दछु। धेरै समयपछि आज म तपाईँहरूको बिचमा फेरि नयाँ भिडियो लिएर आउँदैछु। उचित आज चाहिँ मेरो छोरीलाई भेट्नको निम्ति हाम्रो छिमेकी दिदीहरू आउँदै हुनुहुन्छ। सो एकछिनपछि हामी उहाँलाई वेटिङमा बसेका छौँ। छोरीलाई भेट्न आज आन्टीहरू आउँदै हुनुहुन्छ। अनि किन भेट्न आउँदै हुनुहुन्छ अरे? मेरो यहाँ हात सर्जरी भएर हो। अनि तिमीलाई भेट्न आउने भन्नुभएको हो आन्टीहरू हो? गुड। अनि कति मिस गर्दै हुनुहुन्छ आन्टीहरूलाई? धेरै। यसलाई के पो भन्छ प्याजी के भन्छ होइन? के अरे प्याजी के अरे? प्याजी। ल वेलकम तपाईँहरूलाई सबैजनालाई। ल उहाँहरू चाहिँ आइसक्नु भएछ है। आमोस हिरो है। को मान्छे हो त्यो सानो मान्छे चाहिँ? कसलाई भेट्न आउनु भएको हो? हो खै रियाना दिदी? दिदीहरू चाहिँ आइसक्नु भएको छ यहाँनिर। त्यो के हो नि कसले दिनुभयो हो? बेबी पो हुनुभएछ त। अनि कसले ल्याइदिनु भएको अरे? ल के खायो हौ सिफोराले? त्यसको नाम यो मसरुमको जुस के भन्नु दिदी? मन पर्यो तपाईँलाई? तपाईँहरू सैलुङ जानुभएछ है? कहिले जानुभयो? अनि बहिनी झरी थिएन, पानी परेको थिएन, अलिअलि पर्दैछ र हिलो छैन भएको छैन भएको त नानी हो। जानु मन लागेको छ मलाई यस्तो। पछि हराएको थियो बिचमा। अनि अस्ति भाउजूसँग कुरा गरेको सँगको छ नानी म ल्याइदिन्छु भनेर ल्याइदिनु भयो कि। अनि मैले नि बच्चाहरू बनाएर बाँडेर बाँकी तिमीले आफै त्यो उसमा डुबायो बच्चा काट्छ कि। अनि बच्चा चाहिँ बाँड्नु माउ बाँड्ने। कस्तो रहेछ दिदी यो? यसको नाम के पो भन्नुभयो अघि? कोही नाम त के हो? कन्ट्याक्ट गर्नु भएन नाम? कम्बुचा भन्छ। कम्बुचा चाइनिज नाम हो। मिठो रहेछ भाइ। झन्डै झन्डै च्याउको भनेको चाहिँ मिठो अलिक उ होला भन्दै मिठो। खानेकुरा त्यस्तै है। यो नौलो नौलो कुरा छ। अझ फ्लेभरमा बनाएर त्यसरी महँगोमा बेच्छ मान्छे। त्यो उसतिर हेरेको युट्युबतिर कस्तो फ्लेभरहरू बनाउँदो रहेछ नि त। फ्लेभर बनाउँदो रहेछ यहाँले। अनि एउटा आमोसले पहिला ट्राई गरेको थियो यस्तो? छैन, चाहिँ फर्स्ट टाइम। गुड। ल हेमन्तले रोजको पनि राखेको छ भाइ। हजुर दिदी? छैन दिदी यो त। यहाँ बसिँदैन दिदी, बजारै हिँड्छ। ल अब चाहिँ दिदीहरू आजको भेटघाटबाट सकेर घर फर्किँदै हुनुहुन्छ। धेरै समयपछि भेट्यो नि दिदी? गुरुजीलाई सम्झेको छ भनिदिनुहोस्। अहिले चाहिँ यहाँ बकमबेलीको बिउ चाहिँ घरमै बस्दो रहेछ है। सार्नको लागि उहाँहरू काट्दै हुनुहुन्छ। खै म काट्दिन्छु खै।
के भन्नुभयो हरियो अनि परियो हरियाली हरियाली लिएर जाँदैछ नि हरियाली ल हरियो हरियो परियो लिएर जाने हुनुहुन्छ ल अब त्यहाँ तपाईँहरूको घरमा आउँदा चाहिँ यो पक्का फलेको हुनुपर्छ है फेरि जुन सरी एउटा सरी यो फलेको हुनुपर्छ अब आउँदा हेर्नु आउँदा घरमा आउनुपर्छ हेर्नु है भाइ लानुहुन्छ दिदी यो फुल छ होला दिदी फुलेन भने चाहिँ नसोध्नु है हराएको के अरे मरेको हुन्छ कि ल उहाँहरूले चाहिँ अब के अरे फ्लावर लिएर जाँदै हुनुहुन्छ बाई सिपोरा बाई कम से बाई ए बाई ल बाई से बाई ल बाई ल अङ्कलको गाई त त्यो रहेछ नि त म त फेरि उ त सेतो पो भन्ने बाई